अन्ततः भुन्टीले भूपेन्द्रलाई सधैँको निम्ति त्यागेर उनको घरबाट निस्किसकेपछि अब आउने समयमा भुन्टी र मास्टर अर्थात् भद्रको मिलन हुने कुरा पक्का भइसकेको छ। पछिल्लो समय श्रेया र जेरीले खेलेको खेल थाहा पाइसकेपछि भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्र र उनको घरलाई सधैँको निम्ति त्याग्ने निर्णय लिइसकेकी थिइन्। आफ्नो श्रीमान भूपेन्द्रको खुसीकै निम्ति भुन्टीले भने भूपेन्द्र र उनको घरलाई सधैँको निम्ति त्याग्न बाध्य भइसकेकी थिइन्। तर यता भूपेन्द्रले भने भुन्टीले आफूलाई छोडिसकेपछि एकदमै धेरै दुःख पाउन सुरु भइसकेको थियो। भगवान रूपी आफ्नी श्रीमती भुन्टीले नै आफूलाई छोडिसकेपछि भूपेन्द्र भने संकटको अवस्थामा प्रवेश गरिसकेका थिए। यता भूपेन्द्रकी प्रेमिका जेरी र भूपेन्द्रकी भाउजू श्रेयाले भने भुन्टी र भूपेन्द्रको बिछोड अर्थात् उनीहरूको डिभोर्स गराउने विषयमा सोच्दै आइरहेका छन्। भुन्टी र भूपेन्द्रको डिभोर्स गराएर भूपेन्द्रसँग आफूले विवाह गर्ने योजना बनाएकी जेरीले भने पछिल्लो समय श्रेयासँग सहयोग मागेर आफ्नो काम गर्ने कुरा गरिरहेकी थिइन्। अर्थात् जेरीले भने भूपेन्द्रलाई आफ्नो बनाउनकै निम्ति भुन्टी र भूपेन्द्रको सम्बन्ध पनि बिगारिसकेकी थिइन्। अब आउने समयमा भूपेन्द्र र जेरीको विवाह हुन सक्ने सम्भावना पनि बढिसकेको थियो। र यता भुन्टीले पनि अब आउने समयमा आफूलाई एकदमै धेरै माया र विश्वास गर्ने व्यक्ति भद्रसँग आफ्नो नयाँ जीवनको सुरुवात गर्न सक्ने सम्भावना देखिसकेको थियो। तसर्थ भुन्टी र भूपेन्द्रको सम्बन्ध भने पछिल्लो समय बिग्रिसकेको छ। अर्थात् भुन्टीले भने सदाको निम्ति आफ्नो श्रीमान भूपेन्द्रलाई त्यागिसकेकी छन्, जसकारण अब आउने समयमा उनीहरूको मिलन हुने कुरा लगभग असम्भव भने भइसकेको छ। भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई सधैँको निम्ति त्यागिसकेपछि भुन्टीको जीवनमा सुख फर्कन भने सुरु भइसकेको थियो। भद्रसँग आफ्नो जीवनको सुरुवात गरिसकेपछि भुन्टी र भद्र दुवैको जीवन सुखमय हुने कुरा पक्का भइसकेको थियो।